हेलो हेलो नमस्ते। आज चाहिँ हामी मगरसँगको प्रोग्राममा जान लागेको। माघे सङ्क्रान्ति मनाउनलाई जान लाग्दैछ। साइले यहाँ हेर त, यहाँ छ मेरो बुहारी, यहाँ छ कान्छी। हामी चाहिँ यहाँ टन्नै भेला भएर बसिरहेको छौँ होइन, रेडी भएर बसिरहेको छौँ। अब यहाँ चाउचाउ खाएर अनि जाने हो। देखाएको छैन क्या, यहाँ बहिनीको घर आएको। बहिनीले चाहिँ चाउचाउ खुवाएर पठाउने अरे, अनि त्यही भएर हामी चाहिँ चाउचाउ खान लाग्दैछौँ। चाउचाउ पकाएर तपाईँहरू पनि आउनु है। को आउनु आउनु। म चाहिँ अहिले खैतानमा छु, बहिनीको घरमा, बहिनीको रुममा। अब एकछिनमा चाहिँ जाने हो। यहाँ सुन्दरीहरू रेडी हुँदैछ, सबैजना रेडी हुँदैछ मगर सङ्घको लागि, मगर सङ्घ प्रोग्राममा जानको लागि। यहाँ बहिनी रेडी भएर आइसक्यो। खाने मान्छेहरू चाहिँ हामी है, बनाउने मान्छे चाहिँ हो। खाने मान्छे चाहिँ हामी हो। यत्रो धेरै छ भाइ खाने मान्छे। उल्टो भइरहेको रहेछ। आहा कति राम्रो देखा हो। खाम खाम लाग्दो भयो त है। नुन लाग्दैन कि दिदी, उयो हाल्नु चाउचाउको। त्यही हाल न। यस्तोमा पनि यस्तो है, नाकमा लाउने लाग्न त अलिअलि घाम लाग्छ। जाने बेलामा के गरी जाने होला है अन्जी? जाने बेलामा ट्याक्सीमा जाने कि हिँडेर जाम हो त्यही त पनि है। हावा चलिरहेछ। 750 लेख्छ होला ट्याक्सीले फेरि। 750 एकैटी लिन्छ हो र? कुनै कुनै ट्याक्सीले त। त्यहीँ जाबलाई नि के है। हामी त एकैटीमा आउँछौँ, त्यो यो मेस्टोबाट सामान धेरै। पिरो चाउचाउ अन्डा के भएछ त है? मामले सुने खाएन। अन्डा तासिएन क्या दिदी। खै त्यो अन्डा अलिक नपाके भएर भएन। झुम्का सुम्का मगाएको सबै बिसेर आएको झुम्काहरू ल्याउनलाई। अनि सबैलाई यहाँ एउटा एउटा अन्डा होइन, मलाई चाहिँ यहाँ 2टा अन्डा हाल्दैछ बहिनीले। हामी चाहिँ यही सबै खाँदैछ। यहाँ उता नि खाँदैछ, उता नि खाँदैछ। मुख धुएको छैन बहिनीले चाहिँ। यहाँ देखा खाएर लुगा हाफ कपडा ला भनेर मैले देखाएको छैन। मलाई चाहिँ 2टा अन्डा पुगिहाल्छ नि त्यतिले। धेरै खाने हो त है। ओइ खुर्सानी देखाएको थिएँ नि मैले, खोइ खुर्सानी। त्यत्रो पिरो खाएर पनि यो माथि खुर्सानी खानेको। अहिले फेरि नाच्दै टोइलेट दिदीले ल्याएको खुर्सानी होला यहाँ। हो र? म त खुर्सानी त पहिल्यैदेखि हो नि, एकदम खान्छु। तिम्रो मुख चिलाउँछ त्यता भयो। पुग्छ मुख धुनु पर्दैन खानालाई। बिहान बिहान चाउचाउ खायो आज ड्युटी गर्ला र दौडिनु है। म त्यही भएर खान नखोजेको। आज चाहिँ हामी आइसक्यौँ राजधानीबाट। बहिनीहरूसँग
नमस्ते क्यामेराम्यान यहाँ के छ दाइ चाहिँ रेडी हुँदैछ अहिले कार्यक्रम सकिसकेपछिको खानपिनको व्यवस्था रेडी हुँदैछ नमस्ते कान्छी आइज न यहाँ चाहिँ मसँग कार्यक्रमको लागि यहाँ चाहिँ सबै रेडी भइसकेको छ भइरहेको छ नमस्ते 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 दाजु सन्चै हुनुहुन्छ तपाईँ निकाल्नु पऱ्यो नि त मेरो नाम जे छ त्यही हो नमस्ते हो होइन ल ब्लग हो नाम किन थाहा नभएको त कल्पना लायो मगर कल्पना लायो सर्च गर्नु नमस्ते नमस्ते दाजु सन्चै हुनुहुन्छ खानुभयो यहाँ चाहिँ अहिले प्रोग्रामको लागि नाच गानको लागि मादलहरू छ आजको प्रोग्रामको लागि डेकोरेसन लगभग भइसकेको छ यहाँ चाहिँ राजदूतलाई स्वागत गर्नको लागि रेडी भइरहेको छ यहाँनिर चाहिँ कोही मान्छे नै टेढो होला
यहाँनिर चाहिँ भव्य रूपमा एमबिसीबाट आइसक्नु भएको छ ऋतुराज उहाँलाई स्वागत भइरहेको अवस्था छ त्यसै गरी सल्लाहकार केपी भुजेल मगरज्यू अनुरोध गर्दछु के बारे हो यहाँनिर चाहिँ त्यसै गरी प्रवासी नेपाली एकता मञ्च कुबेतका एकीकृत समाजवादीका युवराज गैरेज्यूलाई पनि म हार्दिक अनुरोध गर्दछु युवराज गैरेज्यू त्यसै गरी नेपाली जन प्रगतिशील मञ्च कुबेत नेकपा माओवादी समूहका जीवन कुमार सुनाज्यूलाई पनि म हार्दिक अनुरोध गर्दछु अध्यक्षज्यू त्यसै गरी नेपाली एकता समाज कुबेत राष्ट्रिय जनमोर्चाका खोम नागरज्यूलाई पनि म अतिथि रूपमा आसन गरिदिन म हार्दिक अनुरोध गर्दछु त्यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष श्री ईश्वर भण्डारीज्यूलाई पनि म अतिथि रूपमा आसन गरिदिन म हार्दिक अनुरोध गर्दछु धन्यवाद त्यसै गरी अन्तर्राष्ट्रिय नेपाली समाज कुबेतका अध्यक्ष श्री जयनारायण थालज्यूलाई पनि म हार्दिक अनुरोध गर्दछु त्यसै गरी नेपाल मगर सङ्घ शाखा कुबेतका अध्यक्ष जय आले मगरज्यू कृपया त्यसै गरी किरात राई यायोङखा कुबेतका अध्यक्ष श्री कुमार राईज्यूलाई पनि आसन ग्रहण कुमारी लीला ह्यान्डसम मामा हो नि तपाईँ हार्दिक अनुरोध गर्दछु त्यसै गरी सुनवार सेवा अध्यक्ष एकदमै रमाइलो भइरहेको छ भर्खरै स्टार्ट भएको हो हाम्रो मगर माई सङ्क्रान्तिको प्रोग्राम चाहिँ कुवेतमा चाहिँ एकदमै रमाइलो भइरहेको छ कसले हेर्नुहुन्छ कमेन्ट गर्नु होला है यहाँ चाहिँ राष्ट्रिय गानको सुरुवात हुँदैछ अहिले चाहिँ Akan dayo karo hamro mantri bumi Nepal
हाम्रो चाहिँ अब लगभग पुरा प्रोग्राम सकिसक्यो। सो अब चाहिँ खाना रेडी हुँदैछ। खानाहरू रेडी भइसकेको छ। खाना खाँदै हुनुहुन्छ सबैजनाले। प्रोग्राम लगभग सकिसक्यो। अब चाहिँ खाना खाने टाइम।